आजको यो कार्यक्रममा पाल्नु भएका सम्पूर्ण आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट र म व्यक्तिगत रूपमा उम्मेदवारको तर्फबाट दुई हातको 10 औँला जोडेर यहाँहरू सबैजनालाई हार्दिक नमस्कार गर्न चाहन्छु, हार्दिक धन्यवाद गर्न चाहन्छु। यो कार्यक्रमका सभा अध्यक्षज्यू, विशिष्ट अतिथिज्यूहरू, पार्टीका विभिन्न जिम्मेवारीमा रहनुभएका सबै अग्रज नेतागणहरूलाई म एकमुष्ट सम्मान प्रकट गर्न चाहन्छु। त्योभन्दा पहिले आफ्नो मन्तव्य प्रारम्भ गर्नु पूर्व देशमा व्यवस्था परिवर्तनका निमित्त आफूलाई बलिदान गर्नुभएका सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्न चाहन्छु। आदरणीय आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरू, आजको तपाईँहरूको यो मजबुत उपस्थितिले, आजको यो बलियो उपस्थितिले राष्ट्रिय स्वतन्त्र पार्टी जितको नजिक पुगिसकेको कुरा छर्लङ्ग पारेको छ। एकचोटि बाँकै क्षेत्र नम्बर 3 र सम्पूर्ण सामाजिक सञ्जालबाट देशैभरिका राष्ट्रिय स्वतन्त्र पार्टीलाई हामी हार्दिक शुभकामना र हार्दिक बधाई, अग्रिम बधाई व्यक्त गर्न चाहन्छौँ। यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आदरणीय आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरू, म तपाईँहरूको समय धेरै लिन चाहँदैन। तपाईँहरू घाममा, यो प्रचण्ड गर्मीमा पनि तपाईँ यो टन्टलापुर घामको मुनि पनि एउटा आश लिएर बस्नु भएको छ। तपाईँहरूको प्रत्येकको आँखा हामीले हेरिरहेका छौँ। तपाईँको मनमा एउटा सपना छ, तपाईँले एउटा सपना बोकेर अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको यो कार्यक्रममा एउटा सपना बोकेर, एउटा इच्छा बोकेर, एउटा प्रश्न बोकेर तपाईँहरू हाम्रो बिचमा आउनु भएको छ। तपाईँको प्रश्नलाई हामीले बुझेका छौँ। यतापट्टि कपाल फुलेको बुवाहरू बस्नु भएको छ, यतापट्टि सुध फुलेको आमाहरू बसिरहनु भएको छ। गर्भमा बच्चा बोकेर एउटा हातले गर्भ समातेर कोही दिदीबहिनी बसिरहनु भएको छ, अर्को हातले बच्चा समातेर पनि यहाँ हाम्रो अगाडि दिदीबहिनीहरू बसिरहनु भएको छ। हिजो मात्र कतारबाट आएको भाइ उतापट्टि बसेर हाम्रो भिडियो बनाइरहेको छ। भोटै हाल्नुपर्छ भनेर रातभरि नौतनाको रेल चढेर आएको अर्को भाइ यतापट्टिबाट भिडियो बनाउँदैछ। अहिले हामीले सबैको आँखाहरू हेरिरहेका छौँ। सबैको आँखामा निद पुगेको छैन, आँखाभरि आँसु छ, मनभरि पीडा छ, टाउकोभरि ऋणले च्यापेर बसेको समाज अहिले फेरि अर्को एउटा सपना बोकेर तपाईँ यो सिमलको बुट्टानिर यहाँ हाम्रो अगाडि बसिरहनु भएको छ। नेपाली समाज नसुतेको तपाईँ आज राति मात्र होइन, प्रत्येक राति जे सपना बोकेर तपाईँ एउटा सपना देखिरहनु भएको छ। नेपाली समाज ननिदाएको यो पहिलो समाज होइन। बाजेहरू नेपाली कङ्ग्रेसको प्रजातन्त्रको आन्दोलनमा लागेर सुतेनन्, बाहरू बौद्धनको आन्दोलनमा लागेर सुतेनन्, दाइहरू माओवादीको आन्दोलनमा लागेर सुतेनन्। अहिले पछिल्लो जेन्जी पुस्ता यो जेन्जीको आन्दोलनमा लागेको कारणले नेपाली समाज राम्रोसँग निदाउन पाएको छैन। हामी कहिलेसम्म ननिदाएर बस्ने हो? हामीले कहिलेसम्म यो खालको पीडा र यो खालको घृणा हामीले सहेर बस्ने हो? यो सबैले अब एकचोटि नेपाली समाजलाई एउटा प्रश्नको जवाफ दिनुपर्ने बेला भएको छ। आदरणीय आमाहरू, दाजुभाइ, दिदीबहिनीहरू, 2052 सालबाट सुरु भएको माओवादी जनयुद्धमा हाम्रो देशले ठुलो एउटा क्षति बेहोरेको छ। बिहानै उठेर एउटा छोरो आर्मीमा भर्ती हुन गयो, जेठो छोरो आर्मीमा भर्ती हुन गएको थाहा पाएर साँझ आएर माओवादीले माइलो छोरालाई लिएर गयो। पर्सिपल्ट झन्डै 8औं महिनापछि फेरि समाचार आउन थाल्यो। रुकुममा भएको दोहोरो भिडन्तमा दैलेखको 9 मुले गाउँपालिका वडा नम्बर 1 तोलीको भाङगारीमा बस्ने फलानुको छोरो मर्यो अरे भन्ने खबर पाउँदै गर्दा, जेठो छोरो गुमाएको खबर पाउँदै गर्दा आमाले आफ्नो गर्वलाई धन्यवाद दिएर भन्नुभयो, मेरो छोरो यो देशको रक्षाको लागि आर्मी बनेर लडेको थियो, मेरो गर्वलाई धन्यवाद छ, मेरो छोराको स्वर्गमा बास होस् भनेर आमाले चित्त बुझाउनु भयो। साँझ 7 बजेको रेडियो नेपालको समाचारले फेरि पनि भन्यो, रुकुममा भएको दोहोरो भिडन्तमा तोलीमा घर भएको अर्को एउटा माओवादीको मृत्यु भयो, फलानु उपनाम गरेको माओवादीको मृत्यु भयो भन्ने सुन्दै गर्दा आमाले फेरि आफ्नो गर्वलाई धन्यवाद दिएर आकाशतिर फर्केर भगवानलाई 2टा हातको 10 औँला जोडेर भन्नुभयो, मेरो छोरो माओवादी बनेर यो समाजको अन्याय र अत्याचारका विरुद्धमा बन्दुक समातेर लड्न तयार भएको थियो। स्याबास, एउटा छोरो नेपाली सेना बनेर देशको अस्तित्व रक्षा गर्न लडेको थियो, अर्को छोरो माओवादी बनेर यो समाजको अन्याय र अत्याचार, गरिबी, रोग भोग, पीडा र घृणाका विरुद्धमा एकचोटि लडेको थियो। अहिले एकैछिन बाँड्ने काम नगरोस्, एकैछिन बाँड्ने कामहरू रोकिदिनुहोस्, एकैछिन सुन्नुहोस् र अहिले लिनु होला, आफ्नो ठाउँमा बसौँ। सबैले त्यो कुरा गर्नुभएको थियो, सबैले एउटा त्यो परिस्थिति बन्यो। यो खालको अन्याय र अत्याचारका विरुद्धमा माओवादी बनेर लडेको छोराको त्यो सपना पुरा गर्ने क्रममा पनि यहाँका धेरै मानिसहरूले आफ्ना सपनालाई विलीन पारेर हिँडेका छन्। अघिल्लो दिन बिहे गरेको दाइ, अघिल्लो दिन सिन्दुर हालेको भाउजूलाई छोडेर बिहानै झोला बोकेर माओवादीमा गयो, अघिल्लो दिन दिदीलाई सिन्दुर लगाइदिएको भिनाजु भोलिपल्टै झोला बोकेर आर्मीमा गए। उतापट्टि दाइ मर्यो, भाउजू एकल भइन्, उतापट्टि भिनाजु मर्यो, यता दिदी एकल भइन्। गर्भमै टुहुरा भएका धेरै बालबच्चाहरू अहिले पनि नेपाली समाजमा अहिले पनि रुँदै हिँडिरहेका छन्। मेरा आमाहरूले
ठुला आँसु बगाएका छन्। आमाहरूको कोख रिटिएको छ, दिदी र भाउजूहरूको जिउँदो पुछिएको छ। मेरा भतिजा भतिजी भान्जा भान्जीहरू गर्भमा टुहुरा भएर बसेका छन्। यताबाट बन्दुक लिएर गएको छोरो, उताबाट बन्दुक समातेर आएको दुई भाइ छोराहरू दोहोरो भिडन्त गरेर मर्दै गर्दाखेरि आमाले चित्त बुझाउने बाटो थियो कि मेरो छोरो, एउटा छोरो माओवादी बनेर देशको न्यायको लागि लडेको थियो, अर्को छोरो नेपाली सेना बनेर देशको अस्तित्व बचाउनको लागि लडेको थियो। दुईटै छोराको मृत्युमा पनि आमाले त्यति धेरै शोक बनाएनन्। किन? मेरो गर्भलाई धन्यवाद छ, यो समाजको न्याय र परिवर्तनका निमित्त मेरो गर्भमा सपुतहरूले बास गरेका रहेछन्, कपुतहरू जन्मिएका रहेछन् भनेर मेरो आमाले आफ्नो गर्भलाई धन्यवाद दिएर आफ्नो चित्त बुझाएर बस्नुभयो, आफ्नो मन बुझाएर बस्नुभयो। तर आमा अस्ति मात्रै बन्दुक बोकेर लडेका छोराहरू मरेको 18-20 वर्ष नपुग्दै गर्दाखेरि फेरि त्यही गर्भैमा टुहुरा भएको जेन्जी अस्ति बानेश्वरमा भएको आन्दोलनमा मर्यो। अब तपाईँ बताउनुहोस्, बन्दुक समातेर लड्न गएको छोराहरू मर्दै गर्दाखेरि चित्त बुझाएको मेरो आमाले फेरि त्यही गर्भैमा टुहुरो भएर जन्मिएको केटो यो देशको एउटा न्याय र परिवर्तनका निमित्त लड्दै गर्दा जेन्जीहरूको आन्दोलनको नाममा अस्ति काठमाडौँको बानेश्वरमा लासका बिस्कुनहरू लागेको छ। अब तपाईँ बताउनुहोस्, के ती जेन्जीहरू हातमा बन्दुक समातेर लड्न गएका थिए? के ती जेन्जीहरू हातमा बम समातेर लड्न गएका थिए? थिएनन्। सामान्य एउटा फेसबुक र टिकटक खोलिदेऊ भन्न गएका जेन्जीहरूलाई लाइन लगाएर बानेश्वरमा गोली हानेर मारिएको छ। 9 महिना गर्भमा बोकेर जन्माएर हुर्काएर पढाएर बढाएर लेखाएर अब यसले हाम्रो वंश पनि धान्छ, यसले हाम्रो घर पनि धान्छ। बाउको टोपी पनि फेर्छ, आमाको धोती पनि फेर्छ, बहिनीको बिहे पनि गर्छ, भाइको यो देश विदेश पढाइ लेखाइ सबै यसले हेर्छ भनेको बेलामा लासको बिस्कुन लागेको छ। एकैछिन भात खाएर हिँड्दै गर्दा त पेट चचक भएर चस्किन्छ भने एक दिन होइन, 2 दिन होइन, 9 महिनासम्म बिहान दिउँसो साँझ राति गर्भमा बोकेर श्रीमान नौतुनामा काम गरिरहेको छ, श्रीमान उतापट्टि भारतको बेङ्गलोरमा भाँडा माझिरहेको छ, नयाँ घरको नौली बुहारी घाँस काट्दा काट्दै खेत रोप्दै त्यो चुइने झरीमा छोरो जन्मियो, काखमा बोकेर छाती चुसाएर 10 धारा चुसाएर छाती चुसाएर हुर्काएको छोरो छातीमा गोली लागेर मर्दै गर्दा आज जेन्जीका आमाहरू छाती पिटी रोइरहेका छन्। एक दिन होइन, 2 दिन होइन, 9 महिना गर्भमा बोकेर जन्माएर हुर्काएर तेते नानी तेते भन्दै टाउकोमा तेल लगाएर गोलो बनाइदिएको टाउको बानेश्वरको चोकमा प्रहरीले टमाटर कुल्चिए झै टमाटर फुटाले झै चेत विचेत बनाएर मारिदिएको छ। एकजनालाई होइन आमा, 2 जनालाई होइन, हजारौं जेन्जीहरूमाथि गोली प्रहार भएको छ आमा। तीमध्येका दर्जनौं जेन्जीहरू मरेका छन्। आफ्नै हातले रियाले घाँस खुवाएर हुर्काएको छोराको मुख च्यातेर दागबत्ती दिँदै गर्दा ती आमाको मन कस्तो भएको होला। आफ्नै हातले दागबत्ती दिँदै गर्दा बानेश्वरमा जति रगतका भेलहरू बगेका थिए, बागमतीमा जति रगतका भेलहरू बगेका थिए, ती यसै भनेर अहिले यसै सकिने अवस्था छैन। आफ्नै हातले तेल लगाइदिएर हुर्काइदिएको छोरा जो आँगनमा टुकुन हुर्किएको थियो, बढेको थियो, खेलेको थियो, त्यो आँगनमा जेन्जीका लासका बिस्कुनहरू लागेका छन्। काठमाडौँका प्रत्येक गल्ली लासका बिस्कुन लागे। हेर्दै काठमाडौँ रगतमा डुब्यो। काठमाडौँमा डुबेको रगतमाथि आँसु थपियो आमाहरूको। काठमाडौँ आज रगत र आँसुले आज काठमाडौँ डुबेको छ। नेपाल डुबेको छ। अस्ति भर्खर मात्र माओवादी जनयुद्धबाट बाहिर आएको देश आज फेरि जेन्जी आन्दोलनको नाममा रगतमा चूर्णममा डुबेको छ। छोराहरूका लासका बिस्कुनहरू उठाएर आरेघाटमा लगेर लासका बिस्कुनहरू लागे। उतापट्टि छोरो तन पोलेको छ, यतापट्टि मन भतभती पोलेको छ। हेर्दै छोरो आधा घण्टामा खरानी बन्यो। गर्भमा बोकेर जन्माएर हुर्काएर रियाले घाँस खुवाएको छोरो अब यसले घर पाल्ला परिवार पाल्ला भन्दै हेर्दै छोरो खरानी भयो। 2 लोटा पानी हालेर छोरोलाई आरेघाटमा मिसाएर फर्केर आएका आमाहरू आज भोको पेटले लुङ्गी र एउटा हातमा मरेको छोराको जेन्जीको फोटो समातेर न्यायको लागि लगिरहेका छन्। राति 12 बजे निदाउँदै गर्दा छोरो आएर कहिले गुडानमा बस्छ, कहिले आएर सिनानमा बस्छ। आमा मेरो खाना खोइ भन्छ, मेरो नाना खोइ भन्छ, मेरो साइकल खोइ भन्छ, मेरो जुत्ता खोइ भन्छ। झसङ बिउजिरहेका छन् आमाहरू। प्रत्येक रात सपनामा आउँछ छोरो, मलाई तिम्रो गर्भमा बास देऊ है भनेर फेरि पनि 2 हात जोडेर गर्भ मागिरहेको छ। तिम्रो गर्भमा फेरि अर्को जुनी पनि तिम्रो छोरा भएर जन्मिन पाऊ है आमा भनेर रोइरहेको छ। प्रत्येक आमाको मनभित्र अहिले आँसु बगिरहेको छ। प्रत्येक आमाको कसैको अहिले आँखा सुकेको छैन। नेपालले धेरै रगत र पसिना